मसाला डोसा बनाउन कति सजिलो छ हेर्नुस् त साथीहरू। मैले 4वटा आलुलाई ओभनमा राखेँ र यसलाई कम्तीमा पनि 7-8 मिनेट जति मैले बोइल गर्ने छु। यसरी टाइम सेट गर्ने त्यसमा ओभनमा र 7-7.5 मिनेट मैले राखेकी थिएँ। आलु चाहिँ राम्रोसँग बोइल भइसकेको छ। उता चाहिँ मैले कडाईमा तेल राखेँ र त्यसमा अलिकता अजवाइन र राईको दाना राखेँ, कडी पत्ता, हरियो खुर्सानी र मिडियम साइज काटेको प्याजलाई राखेँ र त्यसमा अलिकता रातो खुर्सानी, हल्दी र धनिया पाउडर, अलिकता स्वाद अनुसार नुनलाई र छ भने अमचुर पाउडर पनि राख्न सक्नुहुन्छ। यसरी एकदम राम्रोसँग फ्राई गरेर उता तावामा मैले डोसा बनाएँ। यसरी डोसालाई फर्काउने, एकापट्टि राम्रोसँग निकालेर यसरी निकाल्ने। मैले सारालाई त देखाउन सक्दिनँ, हजुरहरूलाई एउटा मात्र देखाउँछु ल। यसरी पछितिर पनि अलिकता घी लगाउने र जुन मसला बनाएको छ त्यसलाई राख्ने र राम्रोसँग फोल्ड गर्ने। त्यसलाई हामीले यसरी फोल्ड गरेर निकालिदिने। यति नै हो साथीहरू मसाला डोसा।